हेलो गाइज, हेर्नुहोस् म चाहिँ आज बोटुको बोटुकोमा टमाटर टिप्न गइरहेको छु। टमाटर चाहिँ आफ्नै उयोमा रोपेको है, एउटा के भन्नु त्यसलाई बोरा, त्यस आफै रोपेको टमाटर है। यहाँ ठाउँ चाहिँ छैन, ठाउँ नभएको अनि यहाँ माथि भएको आया जस्ता माथि रोपेको छु है। जस्ता माथि के छ भने यहाँ के पनि छ चाहिँ कर्कल है। हेर्नुहोस् कर्कौलो छ है। कर्कौलो छ अनि त्यो मात्र नभएर यहाँ चाहिँ थापा पनि रोपेको। यहाँ चाहिँ पुदिना छ है। पुदिना यहाँ माथि रोपेको नै, यहाँनिर रोपेको छु मैले। माथि चढ्दैछु है, एकदम गाह्रो ठाउँ छ क्या यहाँ र जानलाई। यसो जानुपर्छ। हेर्नुहोस् प्रिन्सीको टाइजहरू छन्, कस्तो राम्रो नआएको यो मोबाइलमा। हेर्नुहोस् यो चाहिँ खुर्सानी है। टमाटर पनि फल्दैछ यहाँ। हेर्नुहोस् टमाटर देख्नुभयो, यतातिर टमाटर सबै फल्दैछ है। यतातिर फल्दैछ अनि यता चाहिँ हेर्नुहोस् फलेको टमाटर पाकिसकेको छ टमाटर। हेर्नुहोस् म चाहिँ यो टमाटर यो एक बोट मात्र है, यो एक बोट रोपेको यत्रो फलेको। हेर्नुहोस् न है। अनि चाहिँ आज टमाटर अचार खानको निम्ति है म टिप्दैछु। यस्तो है राम्रो भएको, के किरा पनि नलागेको, एकदम राम्रो फ्रेस। हेर्नु न यहाँ हुन्छ, कहीँ किरा लागेको छ त? अस्ति पनि अघि ड्याडीले टिपिसक्नु भएछ अनि आज चाहिँ मैले टिपेको है। आज चाहिँ मैले फर्स्ट टाइम टिपेको यहाँ। सबै भने एउटै बोटबाट पनि कति धेरै हुने रहेछ भन्ने कुरा थाहा पाएँ है।